सबैजनालाई मेरो नयाँ ब्लगमा। आज म तपाईँहरूलाई देखाउन गइरहेको छु भेज दम बिरयानी कसरी बनाइन्छ होटल या रेस्टुरेन्टमा। मैले प्याज टमाटर सबै बिरयानीमा चाहिने सामानहरू भेजिटेबल काटेर राखेको छु। अब चाहिँ हामीले तेल हालेर प्याजले राम्रोसँग फ्राई गर्नुपर्ने छ र हामीले भेजिटेबल पनि काटेर राखिसकेका थियौँ र हामीले भेजिटेबल अब प्याज ब्राउन गर्दासम्म फ्राई गर्नुपर्छ र भेजिटेबल हाल्नुपर्ने छ र भेजिटेबल हालिसकेपछि त्यसलाई राम्रोसँग फ्राई गर्नुपर्ने छ र मैले चाहिँ धनियाँ पुदिना पनि अलरेडी काटेर राखेको थिएँ र अब हाल्नुहोस्, एकछिन फ्राई गर्नुहोस् र तपाईँले काटेको टोमेटो पनि अब हाल्नुहोस्, एकछिन मिक्स गर्नुहोस्। तपाईँले मिक्स गरिसकेपछि अब मरमसला हाल्नुहोस्, गरम मसला, नुन, धनियाँ पाउडर, रेड चिल्ली पाउडर, थोरै अजिनामोटो, जिन्जर गार्लिक पेस्ट, दही हाल्नुपर्ने छ। हामीले चाहिँ मसला अलरेडी रेडी गरेर राखेका थियौँ। अब चाहिँ सबै फ्राई भइसकेपछि हामीले मसला हाल्नेछौँ र एकछिन मसला थोरै मिक्स गरिसकेपछि हामीले पानी हाल्नुपर्ने छ। पानी हालिसकेपछि तपाईँले अब चामल छान्नुपर्ने छ। त्यसको पानी नितारिसकेपछि अब तपाईँहरूले पानी उम्लिन दिनुहोस् र चामललाई हाल्नुहोस् र थोरै मिक्स गर्नुहोस्। मिक्स गरिसकेपछि तपाईँले ढक्कन लगाएर 2-3 मिनट ढाक्नुहोस् र फेरि चलाउनुहोस्, मिक्स गर्नुहोस्। अब तपाईँले यसलाई राम्रोसँग पानी सुकाउनुहोस् र तपाईँले अब पानी सुकिसकेपछि दम गर्न सक्नुहुनेछ। अब तपाईँले 10 मिनटदेखि 15 मिनटसम्म दम गर्न सक्नुहुनेछ र अब तपाईँको बिरयानी फाइनल रेडी भइसकेको छ। आजको भेज दम बिरयानी बनाउने प्रोसेस कस्तो लाग्यो तपाईँहरूलाई मेरो भ्लगमा? यदि मन पर्यो भने लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सिनुहोला। यस्तै नयाँ भिडियोहरू पनि मैले ल्याएको हुन्छु, सपोर्ट गरिदिनुहोला।